यो देशको हालत वर्षौंदेखि उस्तै वाचा मात्रै ठुलो काम भने सस्तै पुराना अनुहार उही कथा दोहोरिन्छ जनताको भरोसा बारम्बार तोडिन्छ तर अब उठेको छ नयाँ एउटा आवाज युवाको शक्ति परिवर्तनको आगाज नयाँ पार्टी भन्छ हामी फरक छौं तर जनता भन्छ कामले देखाउ नत्र टाढा छौ अब शब्द होइन चाहिन्छ रिजल्ट देश बनाउने हो होइन कुनै गल्त भ्रष्टाचार तोड्ने सिस्टम सफा गर्ने जनताको सपना अब पुरा गर्ने नयाँ सोच नयाँ बाटो नेपाल बनोस् अब स्मार्ट र बाटो हामीसँग छ आशा हामीसँग छ शक्ति भविष्य चम्किन्छ यही हो शक्ति नयाँ सोच नयाँ बाटो नेपाल बनोस् अब स्मार्ट र बाटो हामीसँग छ आशा हामीसँग छ शक्ति भविष्य चम्किन्छ यही हो शक्ति मन्त्री भन्छन् हामी विकास ल्याउँछौं तर जनता हेर्छ कहिले काम देखाउँछौं सडक शिक्षा स्वास्थ्य सबै सुधार कागजमा होइन चाहिन्छ व्यवहार युवा विदेश जान्छन् सपना बोकेर देशमै अवसर देऊ रोक्यो दौडेर टेक्नोलोजी ल्याऊ इनोभेसन बढाऊ नेपाललाई विश्वमा अगाडि पुर्याऊ अब डर छैन बोल्ने समय आयो सत्यको आवाजले देश हल्लायो नेता होइन सेवा गर्ने चाहिन्छ जनताको मन जित्ने मात्रै चाहिन्छ नयाँ सोच नयाँ बाटो नेपाल बनोस् अब स्मार्ट र बाटो हामीसँग छ आशा हामीसँग छ शक्ति भविष्य चम्किन्छ यही हो शक्ति नयाँ सोच नयाँ बाटो नेपाल बनोस् अब स्मार्ट र बाटो हामीसँग छ आशा हामीसँग छ शक्ति भविष्य चम्किन्छ यही हो सत्य यो देश हाम्रो हामीले बनाउने सपना होइन अब साँचो बनाउने नयाँ पार्टी होस् या पुरानो सिस्टम काम गर्नेले मात्र पाउँछ रेस्पेक्ट र किङ्गन